र हाम्रो पार्टीमाथि के कस्ता दमनका घटनाहरू भए र हाम्रो पार्टी विरुद्धमा को लागे, कसरी लागे, किन लागे, यो अहिले हरेकले आफ्नो हिसाबले एकचोटि सोच विचार पुर्याउनु पर्ने र मनन गर्नुपर्ने र फेरि एकचोटि पुराना कुराहरूलाई सम्झनु पर्ने आवश्यकता छ। र हरेकको आफ्नो अनुभव छ। नयाँ पुस्ताको आफ्नै खालको अनुभव, पुरानो पुस्ताको आफ्नै खालको अनुभव। नयाँ पुस्ता उदाहरणको लागि तपाईँ स्कुल जानु हुँदा कसरी हेपाइ सहनु पर्यो, तपाईँ कलेज जानु हुँदा कसरी हेपाइ सहनु पर्यो, र तपाईँ विभिन्न ठाउँमा जाँदा तपाईँ हामीलाई कसरी हेरियो, के कुरा बोले तिनीहरूले, कसरी भने, कसरी लिए, र यो त युवा पुस्ता अथवा विद्यार्थीहरू युवाहरू बीचको कुरा हो। त्यसैगरी अलिकति भनौँ, अलिकति उमेर भइसकेका भनौँ अथवा 50, 60, 70 वर्ष माथिका हाराहारीका कार्यकर्ताहरू, समर्थक, सदस्यहरूले हिजोका दिनमा हाम्रो पार्टीलाई अरूले कसरी दबाए र तिनीहरू विरुद्धमा हामीले कसरी काम गर्यौं। र अहिले भर्खरै हाम्रो कृष्णबहादुर दाइले यहाँ सानो एउटा, त्यो त अनेक घटनाहरू मध्येमा एउटा सानो घटना हो। किन सकेन? हामी उठेको, हामी बिउजेको, हामीले केही गरेको अपराध होइन, हामीले केही पनि अपराध गरेनौँ, तर हामीलाई किन चाहेनन्? शासक वर्गले, प्रतिक्रियावादीहरूले, जनविरोधीहरूले हामीलाई नै मात्र दुश्मन किन देखे? नेपाल मजदुर किसान पार्टीलाई तिनीहरूले किन सहन सकेनन्? अरू सबै ठिक हुने र नेपाल मजदुर किसान पार्टी बेठिक हुने, अथवा भनौँ यो एउटा माथि आउनु हुन्न, अरू जुनसुकै भए पनि ठिक। यो निष्कर्षमा यो विचार तिनीहरूले कसरी लिए, किन लिए, यो हामीले बुझ्न आवश्यक छ। हामी सबैले एकदम छातीमा हात राखेर भनौँ, सोचौँ, बोलौँ, हाम्रो पार्टी एउटै मात्र पार्टी हो जसले जो काम गरी खान्छन्, जो हिजोदेखि एकदम पुस्तौं पुस्तादेखि हेपाइ सहेर बाँचेका, तिनीहरूको पक्षमा हाम्रै पार्टीले काम गर्यो। तपाईँ पश्चिममा भन्नुस् या पूर्वको कुनै जिल्लामा, काठमाडौँ उपत्यकामा भन्नुस्, यो काभ्रे सिन्धुपाल्चोक दोलखा रामेछापमा भन्नुस्, यी सबै क्षेत्रहरूमा नेपाल मजदुर किसान पार्टीले कस्तो संगठन गर्यो भने जो काम गरी खान्छ, जो दबिएर बसेका छन्, जो हेपाइ सहेर बसेका छन्, जो अन्याय पाप परेका छन्, हामीले एकदम सिधा, सोझा र एक हिसाबले भनौँ अशिक्षितहरू र मेहनत गरी खानेहरू, तिनीहरूको संगठन नेपाल मजदुर किसान पार्टीले गर्यो। र अरूले के गरे, पञ्चेहरूले के गरे त्यो हामीलाई थाहा छ। र टाठाबाठा, शोषकहरू, सामन्तहरू, जालीफटाहरू, तिनीहरू बीचमा राजनीति सीमित गर्ने काम तिनीहरूले गरे। र तिनीहरूले के गरे, बहुमत किसानहरूमाथि, बहुमत काम गरी खाने जनतामाथि शासन गर्ने, लुट मचाउने, तिनीहरूलाई कहिल्यै माथि उठ्न नदिने, दबाउने दबाउने दबाउने, पढ्न नदिने, काम गर्न नदिने, बाँच्न नदिने। तिनीहरूले गरेको यति होइन, बाँच्न समेत नदिने र जे जति सम्भव छ त्यो सबै लुट्ने। हिजो पञ्चले त्यही काम गर्यो 30 वर्षसम्म। 30 वर्षपछि पञ्चायत गयो, को आयो? कांग्रेस आयो। कांग्रेसले पनि ठ्याक्कै त्यही गर्यो। हिजो पञ्चायतले, पञ्चहरूले जे काम गरेका थिए, कांग्रेसले पनि त्यही गर्यो। कांग्रेसको चुरी फुरी बहुदल आइसकेपछिको त्यो कांग्रेसको चुरी फुरी हिजोका मण्डलीहरूको चुरी फुरी जस्तै थियो। स्वभाव, व्यवहार केही फरक भएन। उनीहरुमा एकदम घमण्ड, मैनु हामी नै हौं, अब कोही पनि छैनन् भन्ने त्यो खालको रवाफ, त्यो खालको शोषक प्रवृत्ति। कारण के थियो भने हिजोका पञ्चायतमा जनतालाई ठग्नेहरू, जनतालाई लुट्नेहरू सबै बहुदल आउने बित्तिकै केमा पसे? सुरुमा कांग्रेसमा पसे। यो सबैले, पुरानो पुस्ताले त यो एकदमै अहिले यो फिल्ममा जस्तै एकदम हामीले अहिले कल्पना गर्न अथवा सम्झना आवश्यक छ। र त्यसपछि कांग्रेसमा अलिकति संकट आयो, एमाले अलिकति माथि आयो। 51 सालसम्म पुग्दा एमाले अलिकति कांग्रेस भन्दा बलियो हो कि, कांग्रेस भन्दा अलिकति अगाडि बढेको हो कि भन्ने त्यो मान्छेमा आभास भयो। कांग्रेस 51 सालमा एमाले सत्तामा गयो, सरकारमा गयो। कांग्रेसले जे काम गर्यो
पञ्चायतले जे काम गर्यो त्यसको एकमुष्ट काम कसले गर्यो? एमालेले गर्यो। पञ्चायत र कांग्रेसको दुईटाले गरेको अत्याचार बराबरको काम कसले गर्यो भने एमालेले गर्यो। त्यसकारण तपाईहरुलाई थाहा होला हाम्रो पार्टी अध्यक्षज्यूले संसदमा बोल्नु भएको देशभरिका जाली फटाहाहरू शोषक सामन्तहरू एकातिर एमाले एकातिर राख्यो भने एमाले नै गरुङको हुन्छ। त्यति जाली पार्टी हो, त्यति फटाहाहरूको पार्टी हो, त्यति लुटेराहरूको पार्टी, त्यति जनविरोधी पार्टी भन्न खोज्नुभयो। हेर्नुस् त एमालेले त्यो काम गर्यो। त्यसपछि 52 साल आयो, तथाकथित जनयुद्ध सुरु भयो, गाउँ गाउँमा मान्छे मार्ने काम सुरु भयो, अनेक उपद्रव मच्यो, विध्वंस मच्यो, अनेक भयो। हेर्नुस् त फेरि माओवादीले के गर्यो? एमालेलाई पनि माथ खुवाउने गरे, कांग्रेसलाई पनि माथ खुवाउने गरे, पञ्चायतलाई पनि माथ खुवाउने गरे माओवादीले अत्याचार गर्यो। हेर्नुस् त लामो मैले विश्लेषण गर्नु पर्दैन। आज त्यसको प्रतिफल तिनीहरू भोग्दैछन्। आज त्यो अपराध त्यो तीनैवटा पार्टी भले अहिले पनि तिनीहरू घुमाइ फिराइ मन्त्री बन्छन्, अनेक सरकारमा जान्छन्, त्यो एउटा कुरा हो। तर हिजोको पाप अहिले पोल्दैछ, कांग्रेसलाई पोल्दैछ, माओवादीलाई पोल्दैछ, एमालेलाई पोल्दैछ। हेर्नुस् त र ती सबै शक्तिहरूकोसँग दुश्मनी गरे तिनीहरूले भने नेमुखिपासँग। अहिले चुनाव आउँछ, नेमुखिपा एउटा बाहेक अरु जोसुकै जिते पनि हुन्छ। नम्बर 1 नेमुखिपा एउटामा मत नहाल्नुस्, अरु जुनसुकैमा हाल्नुस्। कांग्रेसले एमालेले माओवादी, माओवादीले कांग्रेस। हेर्नुस् त तीनवटाको चरित्र मुख्य पार्टी भन्छन्, सरकारमा जाने पार्टी भन्छन्, हामीलाई हेपेर फेरि सानो पार्टी भन्छन्। तर सानो यो टुसा मात्र पलाए पनि, मुना मात्र पलाए पनि त्यसैमा निमोट्ने काम तिनीहरू गर्छ। यसको कारण के हो भने यो वर्गीय चरित्र हो, यो वर्गीय राजनीति हो। तिनीहरूले त्यो किन भने भन्दाखेरि एमाले, माओवादी, कांग्रेस र यो हिजोका पञ्चहरू तिनीहरू वर्गीय रूपमा एउटै। तिनीहरू धनी मानी शोषक सामन्त जाली फटाहाहरू र त्यति मात्र पनि होइन, विदेशीहरूद्वारा सञ्चालित, विदेशी शक्तिहरूद्वारा पालित पोषित तिनीहरूका नेताहरू, तिनीहरूका कैयौं कार्यकर्ताहरू, उनीहरूको स्वार्थ मिल्छ। र हामी यो देशमा नेमुखिपा एउटै मात्र पार्टी, जुन पार्टी विदेशी कुनै पनि शक्तिद्वारा हामी कहिल्यै पनि तिनीहरूको अगाडि झुकेनौं। हामीले देश भन्यौं, हामीले जनता भन्यौं, जनताले दिए खान्छौं, जनताले दिएको सहयोग लिन्छौं, त्योदेखि बाहेक अर्को स्वार्थ छैन। त्योदेखि बाहेक अर्को काम गर्दैनौं। विदेशीलाई पोस्ने काम, विदेशी शक्तिले भने चाहिँ बस्ने अपराध, देशघात हामी गर्दैनौं भनेर हाम्रो पार्टीले निरन्तर आज होइन 50-60 वर्षदेखि हामी त्यही अडानमा छौं। हो, भ्रष्टाचार गर्नेले सबैभन्दा दुश्मन कसलाई ठान्छ भने भ्रष्टाचार नगर्नेलाई। अपराध गर्नेले के ठान्छ भने अपराध नगर्नेलाई। उसलाई सधैँ एकदम अप्ठ्यारो भइरहन्छ। हो, नेमुखिपा ठाउँ-ठाउँमा छ, अलिअलि छ। हो, अब अरूलाई एमाले, माओवादी, कांग्रेसलाई हामी अप्ठ्यारो हुनुको कारण के हो भने हामी साँचो बोल्छौँ, हामी स्वार्थको राजनीति गर्दैनौँ, हामी जनतामाथि घात गर्दैनौँ, विश्वासघात गर्दैनौँ, हामी देशलाई कुनै पनि कसैले कुनै पनि शक्तिले थिचोमिचो गरेको खण्डमा हामी चुप लागेर बस्दैनौँ। उनीहरू त के भन्छन्? चुप्ला नगरा, सांसद बन्न नपाइएला, चुप्ला मन्त्री बन्न नपाइएला, सरकारमा बस्न नपाइएला। उनीहरूलाई देश दुख्दैन, उनीहरूलाई सरकार, सिंहदरबार, सत्ता, कुर्सी, स्वार्थ, परिवार यति हो। एमाले, माओवादी, कांग्रेसलाई तपाईले सरल भाषामा भन्नुभयो भने यति। अनि हामी त्यो भन्दैनौँ, हामी मान्दैनौँ। हामी हाम्रो दमले भ्याएसम्म, हाम्रो शक्तिले, हाम्रो तागतले भ्याएसम्म हामी तिमीहरूसँग लड्छौँ, त्यो गलत हो भनेर हामी भन्छौँ। त्यसकारण तिनीहरू हामीलाई सहँदैनन्। हामी ठुलो एकदम बलियो भएर भन्दा पनि हाम्रो कुरा सही भएर, हामी साँचोको पक्षमा भएर, हामी सच्चाइको पक्षमा भएर हो, हामी बहुमत मजदुर किसानहरूको पक्षमा भएर हो। हेर्नुस् त। अनि उनीहरूलाई एउटा यो वर्गीय समाजमा, वर्गीय राजनीतिमा उनीहरूलाई एउटा के थाहा छ भने यो मजदुर र किसानको बहुमत छ संसारमै, देश, हाम्रो देशमा पनि, हाम्रो समाजमा पनि। यिनीहरू संख्या ठूलो भएको हिसाबले
जुनसुकै बेलामा यिनीहरू सङ्गठित भएको खण्डमा यिनीहरू विस्फोटक भएर विद्रोही भएर निस्कन सक्छन्। त्यतिखेर तिनीहरूले भ्याउँदैनन्, किनभने तिनीहरू अल्पमतमा छन्, तिनीहरू थोरै छन्। यो देशमा धनी मानिहरू 100 जना भयो भने धनीहरू मुस्किलले 7-8 जना होला हरेक 100 मा। हामी कति छौँ? 90, 91, 92, 93 छौँ। अनि उनीहरूलाई त्यो सङ्ख्याको डर छ। त्यसकारण हामीलाई विभाजित गरिरहने, हामीलाई सङ्गठित नबनाउने, हामीलाई नसिकाउने, हामीलाई शिक्षित नबनाउने, हामीलाई विचार नदिने त्यो षड्यन्त्र गरिरहन्छ। कहाँ हामीलाई सजिलै माथि उठ्न दिन्छ? त्यसकारण अहिले हाम्रो कृष्णबहादुर दाइले भन्नुभयो नि त, यहाँ त अब हो त्यो खालको दमन त गरिरहन्छ नि त। देखिने गरेर दमन गर्छन्, नदेखिने गरेर दमन गर्छन्, अनेक लोभ लालच फ्याँक्छन् हैन, अवसरका कुराहरू तिनीहरू गर्छन्। उनीहरूसँग भएको हतियार भनेको बस यति हो। त्यो दिन पनि आउँछ जुन दिन होइन त्यस्तो मलाई चाहिँदैन, तिमीहरूको पापको भारी हामीले बोक्नु छैन, हामीले त्यस्तो स्वार्थ कुराहरू हामी गर्दैनौँ, हामीलाई तिमीहरूले अलिअलि दिएर रोटीको एउटा टुक्रा फ्याँकेर अब चल्दैन, त्यो भन्ने दिन पनि आउँछ। त्यो आउँछ, अवश्य आउँछ। संसारमा धेरै ठाउँमा त्यो आयो। हामी जस्तै हेपिएरै बाँचेका संसारका धेरै मानिसहरू, तर तिनीहरूले पनि के निर्णय गरे भने यिनीहरूले षड्यन्त्र गरे, यिनीहरू षड्यन्त्रकारीहरू हुन्, यिनीहरू विभाजनकारीहरू हुन्, यिनीहरूले जनतालाई मौका दिँदैनन्। त्यो कुरा शत्रु चिनेर, त्यो भन्नाले वर्गीय दुश्मन चिनेर जब वर्गीय मित्रहरू एक ठाउँमा आउँछन्, सङ्गठित हुन्छन्, बुझ्न थाल्छन् र सक्रिय हुन थाल्छन्, त्यो दिन ती भ्रष्टहरू, शोषक सामन्त जाली फटाहरूको, प्रतिक्रियावादीहरूको तिनीहरूको केही पनि लाग्दैन। उनीहरूको पैसाको त कुनै अर्थै हुँदैन, उनीहरूको पुलिसको लट्ठीको त कुनै अर्थै हुँदैन, बन्दुक गोलीको पनि कुनै अर्थ हुँदैन, लट्ठीको मात्र के कुरा। उनीहरूको प्रलोभनले केही कामै गर्दैन, चाहिँदैन भनिदिन्छ, बहिष्कार भनिदिन्छ। तिमीहरूले अति गर्यो, देश डुबायो, त्यो दिन आउँछ भन्छ। तर त्यसको निम्ति अझै पनि हामी अझै त्यो भावना, अटल विश्वासका साथ, दृढ विश्वासका साथ हामी लाग्न चाहिँ पर्छ। 1 जना होला, 2 जना होला, 3 जना होला, हरेक कुरा सुरु हुने 1, 2, 3 बाटै। हिजो यहाँ छँदै नहुँदा के थियो त? थिएन। यहाँसम्म पुग्यौँ, फेरि अब हामीलाई एकदम विचलित बनाउने काम, टुक्र्याउने काम अनेक गरे, धम्काउने काम अनेक गरे। त्यो चरण, त्यो अनुभव पनि भयो हो। अब फेरि त्यो हामी नयाँ ढङ्गमा तयारी गर्दै अगाडि बढ्न सकेको खण्डमा हार्छन् तिनीहरूले हार मान्नुपर्ने हुन्छ। त्यसकारण त्यस्तो दिन आउँछ जुन दिन बहुमत जनता मिलेर बसेपछि तिनीहरूको दमन चक्र र षड्यन्त्रले काम गर्दैन। भाद्र 9 मा उनीहरूले हामीलाई एउटै भनौँ डालोमा हालेर, डोकोमा हालेर फ्याल्न खोजेको, मिल्काइदिन खोजेको, एउटै जहाजमा राखेर त्यो जहाज डुबाइदिन खोजेको। हेर्नुस् त, एक तीर से 2 शिकार भन्छ, एक तीर से सारा शिकार गर्न खोजेको। त्यो पुरा टाउकोदेखि खुट्टा पैतालासम्मै हामीलाई सिध्याइदिनु खोजेको। सारा सम्पूर्ण उनीहरूले अस्त्र, ब्रह्मास्त्र भन्नुस् या सम्पूर्ण अस्त्र तिनीहरूले प्रयोग गरेको, त्यो प्रयोग गरेको दरबारले प्रयोग गरेको, त्यो प्रयोग गरेको विदेशी शक्तिले प्रयोग गरेको थियो, त्यो प्रयोग गरेको त्यतिखेरको मुख्य शक्तिबाट, राज्यबाटै, पञ्चायती राज्यबाट नै हामी माथि दमन भयो। हेर्नुस् त, अब अचम्म लाग्छ, 35-36 वर्ष हो, त्यतिखेर पनि पञ्चायतले पनि हामीलाई नै मुख्य दुश्मन ठान्ने। दमन गर्नु पर्यो त अरू धेरै होला नि त, के होला नि त, हैन? त्यतिखेर एमाले भन्नेहरू पनि के माने भन्थे, कांग्रेस थिए, त्यतिखेर माओवादी भन्नेहरू, मसाल चौमहरू थिए, जनमोर्चाहरू थिए, को थिए, अनेक थिए। हामी साना, अनि त्यो सानालाई दबाउनु पर्ने कारण के थियो होला? अचम्म लाग्दैन? आज पनि एकचोटि सोचौं, दबाउनु पर्ने अरू थोकलाई होला नि त, तर कारण के थियो भने दरबार नपस्ने, दरबारले भने चाहिँ नबस्ने र अर्को दरबारको प्यारलल, दरबारको समानान्तर शक्ति चलाउने भारतीय दूतावास, अमेरिकी दूतावासले चलाउन नसक्ने, भने चाहिँ नबस्ने नेपालमा कुनै तागत थियो भने त्यो नेमकी भयो। त्यसकारण उनीहरूलाई थाहा, यसलाई सिध्याइदिन पाए त पञ्चायतको आयु रहन्छ। किनभने पञ्चायतलाई, दरबारलाई, विदेशीहरूलाई के थाहा थियो भने
नेमकिपा एउटालाई बाहेक अरु सबैलाई ठेगान लगाउने उनीहरुसँग आइडिया थियो, उपाय थियो। लोभ लालचमा मन्त्री बनाउँछु भनेपछि पञ्चायतमा आत्मसमर्पण गरिरहेको अवस्था, त्यो एउटा नबिर्सौं। मन्त्री बनाउँदै पञ्चायतले कांग्रेसलाई किनिरहेको, मन्त्री बनाउँदै त्यतिखेरका धुरन्धर कम्युनिस्ट भन्नेहरूलाई किनिरहेको, आफ्नो मातहतमा पाइताला मुनि दरबारको तलुवा चाट्न लगाइरहेको अवस्था थियो। 2017 साल पुस 1 गते पञ्चायत सुरु भएको, त्यतिखेर कांग्रेसको एकमना सरकार थियो। 2015 सालको चुनावबाट आएको नेपाली कांग्रेसको 2/3 बहुमत हैन, त्यो भन्दा बेसी थियो। तर पञ्चायत घोषणा गर्दा, राजा महेन्द्रले पञ्चायत घोषणा गर्दा निर्वाचित नेपाली कांग्रेसका 2/3 भन्दा बढ्ता सांसदहरूले पञ्चायतलाई समर्थन गरेको अवस्था थियो। हेर्नुस् त, कांग्रेसका मुख्य पदाधिकारीहरूले राजाको त्यो के भन्छ कदमको समर्थन गरेको थियो। त्यसैगरी पुष्पलाल नेतृत्वको कम्युनिस्ट पार्टीका मुख्य मान्छेहरूले, महासचिव लगायत डाक्टर केशरजन रायमाझीहरू लगायतले राजाको कदमको समर्थन गरेको थियो, पञ्चायतलाई स्वागत गरेको थियो। अनि कोही त्यतिखेरका धुरन्धर ठुला शक्तिवालाहरू न विरोध न समर्थन। हेर्नुस् त, त्यसरी आफू जोगिएर बसेका थिए। हेर्नुस् त, हो त्यसकारण एमालेको प्रवृत्ति, माओवादीको प्रवृत्ति, कांग्रेसको प्रवृत्ति त दरबारलाई थाहा नहुने कुरै थिएन। उनीहरूलाई कसरी किन्नुपर्छ, कसरी चलाउनुपर्छ त्यो सबै थाहा थियो। तर फलामको चिउरा चाहिँ को भयो भने नेमकिपाको नेतृत्व भयो, कमरेड रोहित बन्नुभयो फलामको चिउरा, दरबारको निम्ति पनि र दरबारको शक्ति झैं चलाउन सक्ने अरु धेरै थुप्रै विदेशी दरबारहरूको निम्ति। त्यसकारण नेमकिपामाथि दबाउनु पर्ने निष्कर्ष निचोडमा त्यसकारण थियो। हेर्नुस् त, यो बुझौं, हामी सबैले मनमा राख्नुपर्ने कारण थियो। अहिलेसम्म पनि हेर्नुस् त, 35-36 वर्ष अगाडि पनि पञ्चायतले हामीलाई दबाउनु पर्ने, निरन्तर दबाउनु पर्ने लिस्टमा हिट लिस्ट भनिन्छ हैन, सिध्याउनु पर्ने लिस्टमा को पर्यो? हामी नै पर्यो। तर अचम्म लाग्छ, 50 वर्षमा तिनीहरूले देखेको त्यो सपना पूरा भयो। उनीहरूले राखेको, उनीहरूले क्यालेन्डर बनायो, यति मितिमा यतिलाई खतम पार्ने, नेमकिपालाई यसरी सिध्याउने। तर नेमकिपा नरमलाई धेरै प्रहार गरेपछि त्यो प्राकृतिक रूपमै त्यो कडा हुन्छ। नरम चीजलाई धेरै हामीलाई अति गर्यो, अति पेर्न थालेपछि मर्दा क्या नगर्दा हैन, मर्नै परेपछि कोही कसैलाई पनि त हामी पनि त केही गरेरै मर्छौँ हामी त हो। नेमकिपाले त्यही नीति दियो, त्यही ढङ्गमा हामी अगाडि बढ्यौं र कसैको अगाडि हामीले झुकेनौं। पञ्चायतको अगाडि झुकेनौं, दरबारको अगाडि झुकेनौं, राजाको अगाडि झुकेनौं। यी नयाँ राजाहरूको अगाडि पनि नेमकिपा कहिले पनि झुकेन। यो हो कि हैन? अब सबैले छातीमा हात राखेर हाम्रो पार्टी किन आवश्यक छ, यी किन बदमाश हुन्, यी किन बेइमान हुन्, यी किन देशघाती जनघाती हुन् र हाम्रो लाइन किन ठिक छ, हामी किन ठिक छौं, हामीले किन हाम्रो पार्टी संगठनको सेवा गर्नुपर्छ भन्ने कुरा यो हिसाबले पनि हामी बुझ्न सक्दछौं। यो एकदमै याद गरौँ। जसले हामीले हाम्रो जवानी यो संगठनमा लगायौं, देशको निम्ति, जनताको निम्ति हैन, हामी निरन्तर लागिरहेका छौं। त्यही हो राजनीति भनेको, वास्तवमा त्यही नै हो। हाम्रो पार्टीले हामीलाई सिकाएको त्यही नै हो। घरि उता फाइदा हुन्छ कि, घरि उता फाइदा हुन्छ कि, अलिकति मलाई बेफाइदा होला कि भनेर हामी तर्की हिँड्यौं भने, हामी भागी हिँड्यौं भने हामी ठिक कार्यकर्ता हुन सक्दैनौँ। त्यो त शत्रुको लागि त हामी एकदम ग्लुकोज दिइरहे चाहिँ, उसको लागि त हतियार सुम्पिरहे चाहिँ हुन्छ। त्यसकारण यो विषयमा पनि यतिखेर अझै पनि हाम्रो संगठन आवश्यक छ, हाम्रो सक्रियता आवश्यक छ, हाम्रो आन्दोलन आवश्यक छ, हाम्रो संघर्ष आवश्यक छ। र हाम्रो पार्टीले जुन निस्वार्थ राजनीति गर्यो त्यही नै उनीहरूको निम्ति काँडा भयो, त्यही नै उनीहरूको निम्ति हान भयो। खन्चुवाहरूको दुनियाँमा नखाइदिएपछि त यो मान्छे अप्ठ्यारो मान्छे हो, सिध्याइदियो भन्छ। तपाईँ हेर्नुहोस्, चोरहरूको बगालमा पनि त्यही हुन्छ समस्या, डाँडाहरूको बगालमा पनि त्यही हुन्छ, राजनीतिमा पनि वास्तवमा त्यही नै हो। लपन छपन नगरेपछि त उनीहरूलाई काँडा पनि हाल्दैन नेमकिपा। त्यसकारण आजसम्म पनि उनीहरूलाई अप्ठ्यारो पार्टीको रूपमा हुनुको एउटा कारण थियो। तर हामी त्यसरी उनीहरूलाई अप्ठ्यारो हुन्जेल त्यो ठिक हो। हेर्नुस् त, हामी पनि अहो एमाले जस्तै स्वार्थी, हामी पनि माओवादी जस्तै अवसरवादी, हामी पनि कांग्रेस जस्तै धुन्धुकारी हामी पनि बन्यो भने हाम्रो फरक अस्तित्व के छ?
हामी किन चाहियो हैन? तर उनीहरूले हामीलाई विरोध गरुन्जेल हामी ठीक छौं भन्ने हामीले मनमा राख्नुपर्छ। हामी कार्यकर्ताहरू ठीक छौं। आहा कायदा भयो फलानोजी तपाईलाई अच्छा तपाईले गर्नुभएको काम एकदम ठीक छ हैन? तपाई बल्ल राम्रो हुनुभयो भनेर कसैले प्रतिक्रियावादीहरूले, एमालेले, कांग्रेसले, माओवादीले, राप्रपाले यदि कसैले तारिफ गरेको खण्डमा तपाई छिटो छिटो कहाँ आउनु पर्यो भने पार्टीको सम्पर्कमा आउनु पर्यो। हाम्रो पार्टी जिल्ला अध्यक्षज्यूको मलाई त यसरी भन्यो के होला ल होस् गर्नुस्। हाम्रो पार्टी अध्यक्षज्यूले बारम्बार हामीलाई भनिराख्नु भएको छ कसैले शत्रुले यदि तारिफ गरेको खण्डमा होस् पुर्याउनु भयो। तारिफै गरेर तिनीहरूले सिध्याइदिन्छन् हाम्रो आन्दोलन कमजोर, हाम्रो संगठन कमजोर पारिदिन्छ। शत्रुको विरोध ठीक छ हैन? शत्रुले हामीलाई एकदम टक्कर दिन खोज्यो भने ठीक छ, हामी पनि अझै जिउँदा छौं जाग्दा छौं भन्ने अर्थ लाग्छ। बस शाबास भनेपछि तपाईले होस पुर्याउनु पर्यो। अब छिटो पार्टीको कार्यक्रममा आउनु पर्यो, पार्टीको बैठकमा आउनु पर्यो। घरमा एक्लै बस्नु भयो, त्यसैमा रमाएर बस्नु भयो भने तपाई झन्झन पतन कार्यकर्ता त्यो पतन हुँदै जान्छ र हाम्रो आन्दोलन कमजोर हुन्छ। यो विषयमा पनि हामीले अलिकति मनमा राख्नु। अब नयाँ ढङ्गमा षड्यन्त्र आउँछ। पहिला जस्तो घण्टी बजाएर षड्यन्त्र, अब भूकम्प आउँछ षड्यन्त्र हुन्छ भनेर बस्दैन, दैनिक षड्यन्त्र हुन्छ। किनभने पुँजीवादी व्यवस्था त्यो व्यवस्था भन्दा पनि हजारौं गुना यो खतरनाक व्यवस्था। मान्छेलाई यसले पतित बनाइदिन्छ। यो पुँजीवादी व्यवस्थामा चरित्रको हिसाबले, व्यवहारको हिसाबले र विचारको हिसाबले नैतिक रूपमा खतम पारिदिन्छ पहिलो काम उसले, र विचारमा उसले एकदम अवसरवादी खालको बनाइदिन्छ। बल्ल अनि उसको लागि काम लाग्ने मान्छे बन्छ। अहिलेसम्म यसो हेरौँ त यो पुँजीवादको यो 30-33 वर्ष हामीले हेर्यौं त माओवादीलाई के बनायो? उनीहरू त अनेक बम बारुद गोली हैन भनेर आए नि त, बन्दुक भनेर आए नि त। के गर्यो हैन? रातो किताब पढ्नु पर्नेहरू लाल पूर्जामा फसाइदियो हैन? रातो किताब पढ्नु पर्नेहरू कहाँ फसाइदियो? अनेक धन्दामा फसाइदियो। हेर्नुस् त हाम्रो पार्टी अध्यक्षज्यूले उनीहरू बाहिर आउने बित्तिकै नै भन्नुभएको थियो के भन्छ फ्रान्सेली क्रान्तिमा, फ्रान्सेली राज्य क्रान्तिमा पनि त्यतिखेरका विद्रोहीहरू, त्यतिखेरका नेताहरू तिनीहरूलाई के गरे? जग्गा जमिन मात्र दिँदै, जग्गा जमिन मात्र बाँडेर धनी धनाढ्य बनाएर जनतासँग हल्ल्याइदिएपछि उनीहरूको आन्दोलन कमजोर भयो। ठिक त्यही काम अहिले माओवादीलाई पनि गर्दैछ। उनीहरूको के थिएन? बोराका बोरा नोट थिएन कि हैन? उनीहरूले दैनिक रूपमा उनीहरूको काम के थियो भने मालपोतमा जाने र जग्गा नामसारी गर्ने। त्यही गरे प्रचण्डको छोराको नाममा हैन? भक्तपुरमा एक दिनमा यति कर मात्र तिर्यो भनेर कुरा आएकै थियो हैन? समथिङ 75 लाख कति होला, कति रोपनीका रोपनी, काठमाडौँ उपत्यकामा रोपनीका रोपनी जग्गा किन्ने हैन? काठमाडौँका मुख्य ठुला भवनहरू नामसारी गर्ने, पास गर्ने र उता तराईतिर गयो भने बिघाका बिघा जमिन उनीहरूको। हेर्नुस् त सारा हो अवसर दिएर स्वार्थ देखाएर उनीहरूको क्रान्तिकारी धार तथा कथित त्यो पनि खतम। अहिले हेर्नुस् त विचरणको अवस्था, व्यक्तिको बारेमा जानु पर्दैन, सिङ्गो पार्टी त्यसमा फसेन। षड्यन्त्र कसरी हुन्छ यो खालको त्यो उदाहरणबाट पनि हामी बुझ्न सक्दछौँ। कसैलाई मन्त्री बनाएर हैन? कसैलाई कुनै पद दिएर, कसैलाई कहीँ जागिर पाएर, यो पनि एक खालको षड्यन्त्र हो। केही दिन्छु भनेपछि हामीले होस पुर्याउनु पर्ने हुन्छ। यसमा मेरो केही लगानी छैन भने, मेरो केही योगदान छैन भने मैले किन लिने? त्यति हामी नेमकिपा भनेको त्यति भन्न सक्नेहरूको पार्टी। अलिअलि देऊ न त, ठिकै छ, मलाई पनि देऊ, ठिकै छ, जे दिन्छौ म खान्छु भनिदिएपछि त हामी एमाले पनि हाल्यौं त, हामी कांग्रेस पनि हाल्यौं त। नामले हामी नेमकिपा होला, स्वभावले, दैनिक जीवनले अनेक हिसाबले त हामी एमाले, कांग्रेस, माओवादी, राप्रपा पनि बनिसकेका हुन्छौँ। यसमा पनि हामी हरेक कार्यकर्ताले एउटा कार्यकर्तालाई बिगार्नको निम्ति तिनीहरू लागिरहेका हुन्छन्। अलिकति हाम्रो पार्टीमा सक्रिय भएपछि अब मैले काभ्रेमा आएर त बगाउनै पर्दैन, बैदारलाई कसरी बिगार्यो हैन? हेर्नुस् त पञ्चायतको बेलैको कुरा हो। बैदारलाई बिगारेको बारेमा मैले भनिराखेँ, उनीहरूलाई एक मान्छेको बारेमा थाहा छ। हामीले यसो भनौँला, म त अब नेमकिपामा हल्का फुल्का लागिराखेको हो, म त यता बालुवा पार्टीतिर थोरै लागेको, मलाई कसले चिन्ला हैन? यहाँ को आउला र यहाँ त्यति हामी बेखबर भएर
त्यति हामीले आफैलाई कम आकलन गरेर सोध्नु। म एकजना नियमित भएको सदस्य हुँ, अरू शत्रुहरूले मलाई नजर लगाइरहेको हुनसक्छ, मलाई पनि बिगार्ने सम्भावना हुन्छ, त्यसकारण म निरन्तर पार्टीको सम्पर्कमा बस्नुपर्छ, सङ्गठनमा लाग्नुपर्छ। होइन भने तिनीहरूले मेरो परिवार पनि बिगारिदिन्छ, मेरो गाउँ पनि बिगारिदिन्छ, मलाई पनि बिगारिदिन्छ। त्यति चेत चाहिँ हामीसँग हुनैपर्छ। के मतलब कहाँ सक्नु र भनेर तपाईँ एक्लै बस्नुभयो भने होइन, अब यो सङ्गठनमा त्यति साह्रो मन लाग्दैन भन्नुभयो भने पहिलो शिकार त्यही हुन्छ। यो हेजु भन्ने मान्छेलाई त्यही गरेको वास्तवमा खलासी थियो। जिन्दगीको सुरुवातमा त्यो हेजु भन्ने मान्छे खलासी थियो। त्यसलाई पढ्न दिँदै मास्टरसम्म बनायो होइन। त्यसपछि अझ बनाउँदै जिल्ला पार्टीमासम्म अध्यक्ष बनायो। त्यसपछि पनि बनाउँदै सांसद, त्यतिखेरको राष्ट्रिय पञ्चायतमा सांसदसम्म बनायो। बल्ल 1 वर्ष जितिसकेपछि 1 वर्ष काम गरेर 1 वर्षपछि यति अफर आयो दरबारबाट, सिधै दरबारबाट, धीरेन्द्रबाट। के चाहियो भन मात्र सारा छ। रोपनी जग्गा भए कुनै कारखानामा नाम भाग राख्नु पर्दैन। के चाहियो सारा चिज आयो हो। त्यति आइसकेपछि दरबारलाई मान्छे बिगार्ने त उसको बिजनेस हो, उसको काम हो। सत्ता भनेको यति कुरा मनमा राख्नुहोस्, सरकार भनेको यसो हेर्दा बाहिरबाट हेर्दा काम गर्ने, देश बनाउने, विकास गर्ने, तर उसको चरित्र स्वभाव कस्तो हुन्छ भने मान्छेलाई चित्याउने, विभाजित गर्ने। राज्य भनेको दमनको यन्त्र हो भनेर त्यसकारण भनेको हुन्छ। दमन कसरी गर्छ? शोषित पीडित जनतालाई एक ठाउँमा ल्याउँदैन, उनीहरूलाई लोभ लालच अलिकति दिएर, अलिकति खुवाएर, एकदम छताछुल्ल भदाभुङ्गो बनाएर उनीहरूको सत्ता जोगाइराख्छ। एक ठाउँमा आएपछि त आन्दोलन भइहाल्छ नि त। हो हेर्नुहोस् त, त्यो हेजु भन्ने मान्छेलाई त्यसरी तिमीले प्रयोग गरेको। सुरुमै 39 सालमा होइन, चुनाव भएको 39 सालमा सुरु भयो र 40 साल 41 साल वरपरसम्म मात्र रह्यो। त्यसपछि त अनेक हुन थालेपछि, स्वार्थमा फस्न थालेपछि पार्टीबाट निकाल्नमा पर्यो र त्यसपछि अब त्यो सजाय नभोगेसम्म होइन, अथवा जनतासँग टक्कर नलिएसम्म उसलाई मन्त्री नबनाउने भयो। अनि जसरी भए पनि केही उनीहरूको भनौँ रेकर्डमा, पञ्चायतको रेकर्डमा जनतासँग यसरी भिडेको भनेर देखाउनु पर्यो। त्यही अवसरको खोजी पञ्चायतले पनि त्यही यहाँ फुटाउनको निम्ति, पार्टी फुटाउनको निम्ति, पार्टीलाई एकदम नाश गर्नको निम्ति उसले प्रयोग गर्दै गयो स्वार्थको राजनीति। एक कार्यकर्तालाई उसले अनि घर गइकन के चाहियो भने घर बनाइदिने, ल घर। तिमीलाई कुनै ठाउँमा अंश भाग चाहियो, ल के चाहियो, जागिर चाहियो, तथास्तु। सारा त्यो एउटा कथा छ, जे छोए पनि सुन्नु है। त्यो ढङ्गमा नै उसले पनि के गर्न थाल्यो, नेमुखीपाका कार्य घरमा गएर, ठाउँमा गएर, सबैतिर गएर त्यो गर्न थाल्यो र जनताले चिची दूर गर्दै, टाढिँदै अथवा टाढा पठाउँदै गयो र पछि फेरि 43 सालमा राष्ट्रिय पञ्चायतको चुनाव गयो। हो अब त नेमुखीपाको विकल्प भनेर उसले उम्मेदवार उठायो, श्याम सुन्दर खम्बु भन्ने। उता बोडे मध्यपुर नगरपालिका आजको पहिला बोडे गाडी छ, त्यहाँको पहिलाको मास्टर उसलाई उठायो। अब यता हाम्रोबाट गोविन्द दुवाल उठ्नुभयो। मलाई जहाँसम्म लाग्छ गोविन्द दुवालको कति 18-19 हजार आयो होला, 16-17-18 हजारको हाराइमा। उता उसको आयो 1200-1300 कतिको हाराइमा। हेर्नुहोस् त, शरमनाक। त्यो हिसाबले अब हरेक समयमा त्यतिखेर नेमुखीपाको प्रतिद्वन्दी भनेको उम्मेदवारको हिसाबले गणेश बहादुर खत्री भन्ने है, गणेश बहादुर खत्री भन्ने मान्छे हरेक पटक प्रतिद्वन्दी, प्रमुख प्रतिद्वन्दी ऊ। अब यो कर्ण हेजु भन्ने मान्छेलाई पञ्चायतले प्रयोग गर्दै गइरहेको अवस्था थियो। हेर्नुहोस् त, अब यसरी एक व्यक्तिलाई अहिले पनि प्रशासन उनीहरूकै हातमा छ नि त। सरकार भनेको के हो? प्रशासन, कर्मचारी प्रशासन होइन, सुरक्षाको निकाय, ती सबै कुराहरू परिचालन गरेर अझै पनि हामीसँग बदला लिने, हामीलाई सिद्ध्याउने अहिले पनि त्यो षड्यन्त्र, अहिले पनि साना ठुला षड्यन्त्र हुने सम्भावना अहिले पनि छ। त्यसकारण यसरी मिलेर बसेर बुझ्ने, बुझाउने, सिक्ने, सिकाउने र हाम्रो पार्टीको भावना के हो, हाम्रो पार्टीको विचार के हो र हामी के गर्दैछौँ, हाम्रो कर्तव्य के हो, त्यो विषयमा हामीले निरन्तर छलफल चलाउन आवश्यक छ। हामीले त्यसरी गरेनौँ भने के हुन्छ, हामी मानसिक रूपमा, वैचारिक रूपमा हामी कमजोर बन्छौँ। यसरी भेटघाट गरेनौँ, यसरी हामीले छलफल गरेनौँ भने हामी अगाडि बढ्न सक्छौँ। त्यसकारण सम्पूर्ण हाम्रा जिम्मेवार साथीहरू नै हुनुहुन्छ, हामीले अलिकति सक्रियताको कुरा होला,
अलिकति अझै हामीले विस्तार संगठन विस्तारका कुराहरू होलान् त्यो विषयमा पनि हामीले विचार गरौँ। साथसाथै हाम्रो पार्टीले यस्तै कुराहरू चिर्न सक्ने बन्दको निम्ति वैचारिक रूपमा तयार बनाउनु पर्यो भनेर मजदुर दैनिक, श्रमिक साप्ताहिक र अनेक त्यस्ता खालका पुस्तकहरू हाम्रो पार्टीले प्रकाशन गर्दै गर्दै आएको छ। र यो किन गर्दैछ भने मजदुर र किसानलाई नै पढाउनु पर्छ। अब ठिक उल्टा हामी फेरि के भन्छौँ, मेरो त यो काम छ त्यो काम छ, म त पढ्न भ्याउँदिनँ भन्छ। हो, यहाँनिर हाम्रो समस्या यहाँनिर छ। हाम्रो पार्टीले भावना राखेको छ पढाउनु पर्यो, नपढेर हामीले दुःख पायौँ, अरूले हेपे, हामीलाई दबाए, हैन। अब हामी के भन्दैछौँ, एउटा बहाना बनाएर एउटा काम राखेर अगाडि देखाएर हामी पढ्नबाट भाग्छौँ। हो, यहाँनिर समस्या। हाम्रो आफ्नो कमजोरी के हो त्यो पनि त हामीले बुझ्नु पर्यो। पार्टीले हामीलाई पढ भनेको छ, पार्टीले हामीलाई पढ्नको निम्ति त्यसरी सामग्री निकाल्छ, दुःख गरेर, अनेक दुःख गरेर किताबहरू निकाल्छ। त्यो किताब हामीले नपढेको खण्डमा कसले पढ्छ, हैन। अनि फेरि हामीले प्रकाशन गर्ने त्यही किताब एमाले, माओवादी, कांग्रेसले पढेर अनि फेरि हामीलाई हेप्न थाल्यो भने अनि त्यो के भन्ने, हाम्रो कमजोरी भएन त्यो। त्यसकारण त्यसको बारेमा यी पुस्तकहरूको विषयमा बेलुकामा पढेर सुनाएर, हैन, सबैलाई पढ्नु नआउला, हाम्रा महिला दिदीबहिनीहरूलाई, हाम्रा किसान दाजुभाइहरूलाई, उहाँहरूलाई पनि त्यो किताबको सारांश भए पनि हामीले सुनाउनु पर्छ। जस्तो कि अफ्रिकीहरू हामी भन्दा कति दुःख, महादुःखमा हुर्केका, विदेशीको त्यसरी लात जुदा खाएका, तिनीहरूले त मुक्त गर्न सके, तिनीहरू त आन्दोलित भए। त्यो अफ्रिकी अगुवा एउटा किताब मात्र हाम्रा यहाँका महिलाहरू, किसान दाजुभाइहरूलाई हामीले बतायौँ, तिनीहरूको जीवनी सिकायौँ भने ओहो सकिँदो रहेछ, सम्भव छ भन्ने त्यो आँट आइहाल्छ, आत्मबल मिलिहाल्छ। त्यसकारण त्यस्ता खालका धेरै उदाहरणहरू छन्। त्यसकारण यो विषयमा पनि हामी सबैले मनमा राखौँ। पार्टीको अहिलेको भावना, अहिले ठुल्ठुलो आन्दोलनहरू भइरहेका छैनन्, त्यो बेलामा के गर्नुपर्छ भने हामी बसेर मिलेर किताब अध्ययन गर्नुपर्छ, पार्टीको साहित्य अध्ययन गर्नुपर्छ। अनि भोलि पर्सि हामी के भन्छौँ भने आन्दोलन हुन थालेपछि आन्दोलनमा जानुपर्छ, कहाँ पढ्न भ्याउनु, फेरि हामी भन्छौँ। हेर्नुहोस् त, अनि अहिले आन्दोलन, ठुल्ठुलो आन्दोलन नभए बेलामा, चुनाव नभएको बेलामा फेरि हामी घरमा काम छ, यो छ त्यो छ, भोज छ, हैन, अनेक रीतिरिवाज परम्परा जात्रा छ भनेर। अनि हामी माथि कहिले आउने त, कामदार वर्ग माथि कहिले आउने। अनि शोषक सामन्त जाली फटाहरू चाहिँ पढेरै तिनीहरू, हैन, ठुला ठुला के भन्छन्। हेर्नुहोस् त, यो पनि वर्ग सङ्घर्षको हाम्रो यो समस्या हो। यो विषयमा सबै जिम्मेवारहरूले मनमा राख्नु, यो अत्यन्त शोचनीय विषय हो। हाम्रो पार्टीको त्यसकारण अनुरोध आह्वान के छ भने हरेकले पढौँ पार्टीको साहित्य। अहिले हामी कलेज गएर पढ्न नसकौँला, अहिले हामी स्कुलमा गएर पढ्न नसकौँला, तर घरमा अलिअलि पढ्ने बानी गरौँ र त्यो पनि पार्टी साहित्य नियमित पढौँ भन्ने अहिले त्यो छ। पार्टीले हामीलाई बताइराखेको, सिकाइराखेको एउटा यो हो। र अब तपाईँलाई म भनौँ, यो मजदुर दैनिक यसरी निकाल्नुपर्छ। अब त्यो कान्तिपुर भन्ने पत्रिका, अन्नपूर्ण पोस्ट भन्ने पत्रिका, हैन, लगायतका अरू पत्रिकाहरू, लगायतका टेलिभिजनहरू, तिनीहरूले विदेशबाट कति पैसा लिन्छन्, लिए भन्ने कुरा त बरोबर आइरहन्छ नि त। सेतो पार्टीले फलानुसँग यसरी लियो, हैन, अरू विभिन्न मिडिया यसरी लियो। हामीले जनताबाट सहयोग मागिकन हामीले जनताको पनि पत्रिका चाहिन्छ भनेर यो चलिरहेछ। हाम्रो जसरी नाम चाहिन्छ, मान्छेको नाम चाहिन्छ, हैन, स्कुलको भए नाम चाहिन्छ, त्यसै गरी हाम्रो के चाहिन्छ, अब हाम्रो तामाङ समुदायमा त्यो छ कि छैन, मान्छेको अब त्यो जात भन्ने छ, सिनो, हैन, हो भने जस्तै पार्टीको सङ्गठनको के चाहिन्छ भने पत्रिका चाहिन्छ। पत्रिका भएन भने त्यो पार्टी होइन, पत्रिका भएन भने जनतालाई बताउने के, जनतालाई सिकाउने के। हाम्रो पार्टीले त्यो धर्म निर्वाह गर्छ। अरू पार्टीहरूसँग हामी एकदिन छलफल, ल तिमीहरूको आधिकारिक धारणा कुन पत्रिकामा आउँछ भनेर सोधौँ, हैन। हो, त्यसकारण त्यति अनिवार्य कुरा हो यो मजदुर भनेको, त्यति अनिवार्य कुरा हो श्रमिक भनेको। यो लड्दरो कुरा सामान्य कुरा होइन। होइन भने त हामी नाम नभएका, झन्डा नभएका जस्ता हुन्छौँ। अनि त्यो सही हुन्छ त, मिल्यो त। यो पनि सङ्घर्ष हो। यो पत्रिका भनेको पत्रिका मात्र होइन, हाम्रा विपक्षीहरूसँग, प्रतिक्रियावादीहरूसँगको यो सङ्घर्ष, त्यो सङ्घर्षको झन्डा।
अनि हामीले खाइ नखाइकन दिन रात नबनिकन यसरी निकाल्ने अनि पार्टीको साथीहरूले नपढेपछि अनि हामी कसरी माथि उठ्न सक्छौँ? हामी अरूसँग कसरी भिड्ने त? सम्भव छैन। त्यसकारण यो विषयमा पनि पुस्तकहरू बरोबर हामीले पढ्ने, जति सम्भव छ दिनको कति सम्भव छ त्यो पढ्ने, त्यसलाई एउटा बानीको रूपमा विकास गर्ने, त्यो पनि गर्न आवश्यक छ। र अन्तिममा म एउटा भनाइबाट, एउटा कुरा प्रसङ्गबाट म आफ्नो कुरा टुङ्ग्याउँछु। हाम्रो पार्टीले अब देशभित्रको सवालमा त हाम्रो पार्टीले निरन्तर सङ्घर्ष गर्दै आएको छ। हामीले जति सडकमा सङ्घर्ष बिना स्वार्थ, अरूले सङ्घर्ष गर्यो होलान् के को निम्ति? सरकारमा जानु निम्ति, के को निम्ति? अलिअलि यसो चलेको हुँदैन, उसले तुरुन्त वडाध्यक्ष, मेयर, सांसद, मन्त्री पड्काइहाल्छ, होइन? तर हामीले त्यस्तो खालको स्वार्थ नपालिकन, नराखिकन देशलाई शिरबिन्दुमा राखेर, केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले काम गर्छ। चाहिँदैन हामीलाई, हामी सरकारमा जाँदैन, हामी जनता बिचमा रहन्छौँ, तर हामीलाई एमसिसी चाहिँदैन, होइन? हामीले नै भन्यौँ नि त, कसले भन्ने आँट गर्यो? माओवादीले व्याख्यात्मक टिप्पणी भनेर उनीहरू तोम शरणम पर्न गएका होइनन्। अनि एमाले होइन चाहिन्छ मिल्छ भनेर यो एमसिसी देशको पक्षमा छ भनेर तिनीहरूले बोलेका होइनन्। यो त पछिल्लो घटना हो, होइन? अमेरिकी सहयोग जम्मा जम्मी 55 अर्ब है हो। अब त्यतिको लागि तिनीहरूले अमेरिकालाई देश सुम्पनको लागि तिनीहरू तयार भयो। एमाले, माओवादी, कङ्ग्रेस, त्यसमा पनि हामीले नै विरोध गर्यौँ। अनि त्यो सँगै जोडिएर आएको एसपीपी भनेर, त्यो भनेको सिधै अमेरिकी सेना यहाँ ब्यारेक बनाउन आउने भने हाम्रो सुरक्षाको जिम्मा कसलाई दिने? अमेरिकालाई दिने। त्यसको पनि हामीले नै विरोध गर्यौँ। त्योभन्दा अगाडि नागरिकता विधेयक आयो, त्यसको पनि हामीले नै विरोध। कोही त्यहाँ संसदमा, त्यो प्रदेशमा होस् या बानेश्वरको संसदमा होस्, विरोध गर्ने तिनीहरूसँग चुइक्क बोल्ने आँट हुँदैन। ओहो, त्यसरी बोलेको खण्डमा त अमेरिका जाने मेरो सपना पटापट हुन्छ। हेर्नुहोस् न, आफ्नो स्वार्थ राखिराखिकन बोल्ने, जे फाइदा हुन्छ त्यो बोल्ने, देशलाई फाइदा हुने नबोल्ने, त्यो हो ठुलो दल भनेको। त्यो हो बलियो दल भनेको। त्यस्तो हुन्छ। हेर्नुहोस् त, दास बलियो होइन, तिनीहरू त विदेशीका दास, दलाल मात्र पनि होइन, दास है, विदेशीका दास हो। देशभित्र पनि ती विदेशी दलाल र विदेशीका दासहरूसँग पनि हामीले नै लड्नु पर्ने। अनि हामीलाई एउटा मनमा एक्लै बसेर पनि सोच्नुहोस्, हामी माथि प्रहार नभए को माथि प्रहार हुन्छ? एसपीसीमा बोल्ने, एमसीसीमा बोल्ने, नागरिकता विधेयकमा बोल्ने, होइन? त्योभन्दा अगाडिदेखि कुरा गर्ने हो भने कालापानीको विषयमा बोल्ने, डिम्पियाधुराको विषयमा पनि हामीले लड्नुपर्ने, त्यसै गरी महाकाली सन्धि हुँदा लगायतका असमान सन्धि सम्झौता। अनि हाम्रो पार्टी भन्छ भारतीय विस्तारवाद मुर्दाबाद, होइन? अनि यहाँ कसको दबदबा छ? भारतीय विस्तारवाद। अनि हामीलाई सजिलै माथि उठ्न दिन्छ, हामीलाई सजिलै लौ नेमकिबा फैलिनु पर्यो, लौ बालुवा पानीमा हामी एकदम रातो कार्पेट बिछाएर तिमीहरूलाई बढाउन दिन्छौँ भनेर कसैले भन्छ? यो त सङ्घर्ष हो नि त, हामीले लडेरै लिने। कसैले किस्तीमा राखेर हामीलाई बलियो बनाइदिन्छ, केही दिन्छ भनेर आश गर्नु पनि बेकार हो, लिनु पनि हुँदैन, सङ्घर्ष गरेरै जाने। तर शत्रुहरूले हामीलाई सजिलै त्यसरी माथि उठाउन दिँदैन। एउटा यो कुरा मनमा राख्नु। अर्को, यिनीहरूभन्दा पनि बलिया यिनीहरू त तिनीहरूद्वारा सञ्चालितहरू मात्र, उनीहरूको मालिक को छन् भने अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद। उनीहरूको दूतावास यहाँ छ नि त, त्यो भनेको उनीहरूको यहाँ कार्यालय, दरबार। त्यो ठाउँबाट हामीलाई त हरेक दिन हेरिरहेको होला नि त, होइन? यहाँ अब नालदुममा यहाँ गरेका छौँ, होइन? यो स्कुलमा गरेका छौँ, कसलाई के मतलब? कसलाई के मतलब होइन? अघि हामी त्यहाँ बाहिर चिया पसलमा बसिराख्दा आउने प्रहरी, अनि कहाँको जुम्लाको नेमकिबाको इतिवृत्ति बताउँदै थियो। हेर्नुहोस् त, शङ्का लागेर अलिकति कुरा उनीहरू पनि कुरा गरौँ जस्तो लागेर बस्न आए। म पनि यसो कुरा केही भोकी अवश्य हो, किनभने हेयरस्टाइल अर्कै थियो, आर्मी होला भन्ने सोचेको। तर एकजना माथि डाँडामा चौकीको चिफ, होइन? र अर्को फेरि निर्वाचनमा खटिरहने नेमुखिबाको बारेमा कन्ठस्थ, जुम्लाको बारेमा, कालीकोटको एकजना कालीकोटको, दुईजना जुम्ला। हेर्नुहोस् त, नेमुखिबाको बारेमा कण्ठ व्यक्ति। अनि यहाँ अनि के कार्यक्रमको लागि आउनुभयो?
विद्यालयको लागि भन्यो हामीले पछि फेरि कुरा बुझ्दै जाँदा मजदुरको किसानको हैन त्यो पनि आयो। अनि हेर्नुस् त कम आकलन गरेर हाम्रो तयारी अब कति मान्छे आयो भनेर त हेरिरहेका होला नि त हैन। हो त्यसरी सामान्य रूपमा नलिऊ। अब जो जहिले गए पनि हुने, आए पनि हुने, नआए पनि हुने त्यसरी होइन। गर्ने भनेपछि तातेर हेरिरहेका अरूका आँखाहरू पनि होलान्, तिनीहरूलाई पनि जवाफ दिनुपर्छ। कार्यक्रमको मार्फत पनि अनेक मार्फत पनि त्यो पनि त्यति त हामीले बुझ्नु पर्यो नि त हैन। अब यो विषयमा आयोजक साथीहरूलाई अब यो आलोचना नभनौँ, यो अनुरोध मात्र भनौँ अहिलेलाई र यहाँका सबै साथीहरूलाई। विषय एउटा यो हो। अर्को अब हामीले देशभित्रको विषयमा लामो होला, अब विदेशको विषयमा पनि कसैलाई टाउको दुख्यो प्यालेस्टाइनको विषयमा के नबोल्दा हुने हो। 40,000 भन्दा बढ्ता केटाकेटी, बालबालिका, महिला, डाक्टर हैन र त्यहाँका मुख्य मान्छेहरूलाई मानिसहरू 40,000। केही उनीहरूको केही अपराध छैन। हाम्रो देश हामीलाई चाहिन्छ, प्यालेस्टाइन हाम्रो हो, यहाँ अरूको शासन हामी स्वीकार्दैनौँ भन्नेहरूलाई कसैलाई दुःख दिएको होइन। तिनीहरूलाई मारे। एक्चुअली अहिले पनि भिडियो हेरौँ, त्यो दुध चुसिरहेको बालक शिशु हैन, भर्खर जन्मेको 1 महिना 2 महिनाकोलाई देखि लिएर त्यो बच्चा जन्माउन लागेको आमालाई हेर्नुस् त, गर्भवतीहरूलाई मार्दैछ। त्यो भनेको के हो भने त्यहाँको जनसङ्ख्या नै सिद्ध्याइदिए। जब महिलाहरूलाई ताकी मार्छ, शिशुहरूलाई, बालबालिकालाई ताकी मार्छ, त्यसलाई जातीय संहार। त्यो भनेको जातै बाँकी नराख्ने भनेको। जन्माउने पनि बाँकी छैन, जन्मिसकेको पनि बाँकी नभएपछि अबको 25 वर्षमा त्यहाँ मान्छे को बाँकी हो, त्यो गरिरहेको। अनि त्यसको बारेमा राजनीतिक पार्टी भन्ने, सिद्धान्त, विचार, दर्शन, आदर्श भन्ने चिज हुने त्यस्तो पार्टी, त्यस्तो नेताले बोल्नु पर्दैन। एक्चुअली सरल कुरा हो यो, सरल। हामी सबैले नेम कि बा खाली विदेशको कुरा गर्छ भन्नेहरूलाई एक्चुअली तपाईले के जवाफ दिनु भनेर सोचौँ। यो गर्नुपर्ने काम हो कि। अनि इजरायल, उनलाई त्यो गराइराखेको कसले भने उनलाई हमला गर्ने गर्दैछ भने इजरायल भनेको के हो भने अमेरिका। इजरायल बराबर अमेरिका, अमेरिका भनेको इजरायल। इजरायललाई हतियार नदिएको दिन इजरायल भन्ने देश नै बाँकी हुँदैन। हेर्नुस् न। अनि त्यो सबै हामीले नदेखे चाहिँ, नसुने चाहिँ गर्ने, अनि हामीले पार्टी भन्ने, हामी राजनीतिक कार्यकर्ता भन्ने, हामी विचार भएको मान्छे भन्ने, विवेक छ भनेर अनि दाबी गर्ने मिल्छ? कहीँ कतै चेवे भाराले के भन्नुभएको छ भने दुनियाँमा जुनसुकै ठाउँमा अन्याय भए पनि तपाईलाई पोल्छ, दुख्छ भने तपाईँ युवा हो, तपाईँ सभ्य मान्छे हो, होइन तपाईलाई दुख्दैन भने तपाईँ मान्छे हो। हेर्नुस् न। अनि त्यो प्यालेस्टाइन 50औं 60 70 वर्ष भयो निरन्तर लड्दैछ। हाम्रा साथी होइन, नाता नपर्ला, उनीहरू आएर यहाँ बालुवा पार्टीमा केही नगरेर कहिले गर्दिँदैन, गर्ने ल्याकत पनि तागत पनि राख्दैन। अनि त्यो पाउने भयो भने बोल्ने, नपाउने भयो भने नबोल्ने मिल्छ? त्यो हाम्रो काठमाडौँमा आएर तिनीहरूले हामीलाई केही सेवा गर्न सक्दैन। अनि त्यो केही गर्न नसक्नेहरू भएको हुनाले हामीले नचिने चाहिँ, नदेखे चाहिँ गर्ने, उनीहरूमाथिको अन्याय, उनीहरूलाई गरिरहेको प्रहारको बारेमा हामीले केही भन्नु पर्दैन। एक्चुअली सोच्नुहोस्, यही सोची विचारिकन हाम्रो पार्टीले प्यालेस्टाइनमा भइरहेको नरसंहार, मुर्दाबाद, त्यो अन्त्य गर, इजरायली त्यो नरसंहार त्यो बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद। हामीले त्यस कारण अरूलाई सोधौँ त, एमालेलाई, माओवादीलाई, कांग्रेसलाई के मुखमा दही जमाएर बसेको, आफूलाई फाइदा हुने जति मात्र बोल्ने, तिमीहरू जस्ता पापी, तिमीहरू जस्ता त्यसरी कायरहरू कोही पनि छैन। त्यो हामी सिधा भन्न सक्छौँ। कांग्रेस त जातैले त्यो त्यस्तो खालको, अमेरिकाले जे दिन्छ त्यही खान्छ, अमेरिकाले जे गर्छ त्यसलाई समर्थन गर्छ। कांग्रेसको त त्यही हो, जात पनि धर्म पनि त्यही नै हो। तर कम्युनिस्ट अलिअलि नाम रहेकाहरू, एमाले, माओवादी, तिनीहरूले त बोल्नु पर्ने होला नि त, वामपन्थी भन्नेहरूले त बोल्नु पर्ने होला नि त, बोलेनन्। हाम्रो यो पार्टी एक्लैले निरन्तर अब 1 वर्ष हुन लागिसक्यो। यो अब अहिले अगस्त हो, सेप्टेम्बर, अक्टोबर, यो 1 महिनापछि पुरा 1 वर्ष हुन्छ। त्यहाँ अहिले पनि मार्दैछ। घरहरू 100 वटा घर छ भने तिनीहरूको 90 वटा घर त उडाइसक्यो बमले।
एउटा अस्पताल बाँकी छैन, एउटा स्कुल बाँकी छैन, एउटा कलेज बाँकी छैन, एउटा विश्वविद्यालय बाँकी छैन। भरभरको ठाउँमा बम हान्दैछ। अनि यहाँ बसेर त्यहाँ बोल्दैमा के हुन्छ? अनि त्यो टुलु हेरेर बसेर केही हुन्छ त? नबोल्ने मान्छेलाई मान्छे भन्छ? हो, यो विषयमा पनि हाम्रो पार्टी यो विषयमा पनि लड्दैछ, सङ्घर्ष गर्दैछ सदनमा, सडकमा। एउटा पार्टीले, सधैँ पार्टीले, जनताको पार्टीले गर्नुपर्ने काम अन्तर्राष्ट्रिय धर्म पनि हाम्रो पार्टीले। हेर्नुस् त, हामी साना भन्छौँ हैन, सारा चिज भारी हामीले पोख्नु पर्ने, सारा कुरामा हामी कुद्नु पर्ने, सारा कुरामा हामीले भ्याउनु पर्ने। अनि हामी कार्यकर्ताहरूले हामीले त्यसरी त्यस्ता विरोधका गतिविधिहरूमा हामीले भाग लिदिएनौँ भने के हुन्छ? एक हिसाबले त हामीले पालो लिनुपर्छ वास्तवमा भन्ने हो भने। ल एक दिन हामी काभ्रेले हामी जिम्मा लिन्छौँ, हामी पनि बोल्छौँ, हामी पनि लाग्छौँ। त्यति भयो भने हाम्रो पार्टीलाई अरूले हेप्न सक्नेछ। ठाउँबाट है, बनेपामा मात्र होइन, धुलीखेल पनौतीमा मात्र पनि होइन, यहाँ गरे पनि हुन्छ। ल बालुवा पार्टीको आवाज, नागदुमको आवाज, के भन्नुपर्छ, नयाँ गाउँको आवाज, के भन्नुपर्छ, हामीले भन्नुपर्छ। यहाँका मान्छेहरू कति जागरुक छन् भन्ने कुराको चिनो त्यो हो। कसले कति कमायो, कसले के जोड्यो हैन, कसले के बनायो, त्यो सरकारको विषय होइन। त्यो चराचुरुङ्गीले पनि त खाएकै हुन्छन्, चराचुरुङ्गीले पनि त गुड बनाएकै हुन्छन्, पशुपन्छीले पनि त आफ्नो दिनचर्या बिताएकै हुन्छन्। तर महत्त्वपूर्ण कुरा त्यसरी बोल्नुपर्ने ठाउँमा गर्नुपर्ने काम त्यो बोल्यो गर्यो कि गरेन महत्त्वपूर्ण मान्छे हो कि होइन, कति सचेत भन्ने कुरा त्यसरी नाप्नु हुँदछ। र यसरी समसामयिक घटनाको विषयमा हामीले छलफल चलायौँ कि चलाएनौँ, ज्ञान विज्ञानको विषयमा हामीले अन्तर्क्रिया गर्यौँ कि गरेनौँ, ती कुराहरू आउँछ। हाम्रो पार्टीले आज यसरी अहिले आएर मात्र प्यालेस्टाइनको एकाएक बोलेको होइन। उता उत्तर कोरिया भन्ने समाजवादी देश छ, समाजवादको झन्डा एक्लैले भयो भने उसले उठाउँदैछ, उसलाई नाकाबन्दी सारा विश्व मिलेर अमेरिकाको नेतृत्वमा त्यहाँ नाकाबन्दी लगायो। हाम्रै पार्टीले भन्यो नाकाबन्दी त्यो फिर्ता लियो, अमेरिकी साम्राज्यवाद मुर्दाबाद। अहिले उता युक्रेन, पहिला एउटै देश हो, रुस र युक्रेन एउटै देश हो, देश थियो पहिला सोभियत सङ्घ भन्ने सोभियत समाजवाद थियो। अब युक्रेन भन्ने देशमा एमसिसी लगेर त्यसपछि आएर त्यहाँ जेलेन्स्की भन्ने हास्य कलाकारलाई राष्ट्रपति निर्वाचित गरेर अहिले अमेरिकाले सारा हतियार, सारा डलर र नाटो भन्ने एउटा सङ्गठन छ, सैनिक सङ्गठन अमेरिकाको नेतृत्वको है, उत्तर एटलान्टिक ट्रिटी अर्गनाइजेसन भनेर, त्यो भनेको अमेरिकाले नेतृत्व गर्ने बाँकी 32-33 वटा देशहरू सँगसँगै गएर बम हान्ने। अमेरिकाले जहाँ हान्नुपर्छ भने त्यहाँ सबै मिलेर हान्न जाने 30, 32, 34 वटा देशहरू। हेर्नुहोस् त, त्यस्तो अत्याचार। युक्रेन भन्ने हामी कहाँ गहुँ जति पनि आउँछ, हामी कहाँ पिठो मैदा जति पनि आउँछ, हामी कहाँ तेल जति पनि आउँछ, त्यो सारा कहाँबाट आउँछ भने इन्डिया भएर युक्रेनको हो। हेर्नुहोस् त, संसारलाई पढाइदियो उसले, डक्टरी पढाइदियो, इन्जिनियर बनाइदियो। युक्रेन समाजवाद हुँदा अहिले त्यो देशमा आगो लगाउँदैछ। त्यो देशलाई कसको विरुद्धमा प्रयोग गर्दैछ भने रुसको विरुद्धमा। हामीले भन्यौँ त्यो युक्रेनमा जुन भइरहेको छ अमेरिकाको गल्ती हो, अमेरिकाको अपराध हो, यो युद्ध बन्द गर्नुपर्छ। यसमा रुसले त उसले त खालि आत्मरक्षा मात्र गर्यो। उसले त भन्यो मेरो आँगनमा अमेरिकी सेना ल्याउन पाइँदैन, त्यो नाटो सैनिक सङ्गठनको सेना यहाँ भित्राउन काम चाहिँ नगर्नु है, मेरो घर आँगनैमा यदि आगो लगाइदिन्छ कसैले भने म आगो निभाउनलाई आउँछु भनेर म चुप लागेर बस्दिनँ, उसले भनेको। अमेरिकाले रुस भएर चीन पस्ने उसले नीति लिएको, अमेरिकाले सिध्याइदिने, एक तीर से दो सिकाएर त्यहाँनिर रुसलाई पनि सिध्याउने, चीनलाई पनि सिध्याउने त्यो नीति लिएको हो। रुसले भन्यो म लड्छु, ऊ अहिले लड्दैछ। हेर्नुहोस् न, त्यो विषयमा पनि हाम्रै पार्टीले बोल्यो, हाम्रै पार्टी सक्रिय छ। आजको मात्र कुरा होइन, भियतनाममा आजभन्दा 55 वर्ष अगाडि अमेरिकाले गाउँका गाउँ, यस्तो गाउँ त सखाप नै गरे, गाउँका मान्छेलाई खाने बस्ने ठाउँ नहुने गरे हो। त्यसरी भियतनाममा त्यसरी आतंक मचाउँदा युद्ध खरानी गाउँ खरानी, त्यसरी गर्दा पनि हाम्रो पार्टीले पहिलो पटक नेपालबाट हाम्रो पार्टीले अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भियतनाम फर्किन्छ। हाम्रै पार्टीले 55 वर्ष अगाडि पनि अमेरिकी साम्राज्यवाद मुर्दाबाद भन्यो, अहिले पनि। हेर्नुहोस् त, हो यो एउटा दलले, एउटा नेताले, सङ्गठनले गर्नुपर्ने काम भनेको यो।
र अब मनमा राख्नु होला अमेरिकी साम्राज्यवाद मुर्दाबाद भन्नेलाई हामीलाई बाँकी राख्छ। हामीमाथि षड्यन्त्र नगर्ला, हामीलाई हुर्कन बढ्न दिएला, यहाँनिर बुझ्नुपर्ने हामीलाई सजिलै अगाडि बढ्न दिँदैन। र उनीहरूले त उनीहरूको नुन खान्छ भने उसलाई हुर्कन बढ्न दिन्छ। जसरी यो नयाँ पार्टी आयो हैन, हामीले लिएनौँ, उनीहरूले हामीलाई शत्रु देखे, शत्रु ठाने हैन। यहाँनिर यो प्रसङ्ग अलि तपाईँहरूले बुझ्नु भएको खण्डमा सजिलो होला हाम्रो पार्टीलाई बुझ्नलाई, हाम्रो भावनालाई बुझ्नलाई र हाम्रो कर्तव्य चिन्हलाई। त्यहाँनिर अलि सजिलो हुन्छ। यो विषयमा सबै साथीहरूले फेरि अब अलिकति पुराना साथीहरू, अग्रज साथीहरू, नयाँ साथीहरू सबै मिलेर एकचोटि सोचौँ, आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो कर्तव्य हामीले पुरा गरौँ, हामी अगाडि बढ्छौँ। कसैले छेकेर छेक्न सक्दैन। यदि उनीहरूको तागतले भ्याएको भए आजभन्दा 36 वर्ष अगाडि पञ्चायतले हामीलाई ठुलो पिछो पारिसक्ने थियो। तर अचम्मको कुरा हामीसँग त्यसरी जोडी खोजेकै कारण उसको नाश भयो। 46 सालको आन्दोलनमा मलाई जाँचमा लाग्छ हामीले पनि भाग लिएका थियौँ। फागुनको 7 गते सुरु भयो, 8 गते भक्तपुरमा गोली चलायो नि हैन, 8 गते। त्यतिखेर पनि त्यसरी दोस्रो विश्वयुद्धमा प्रतिबन्धित डमडम गोली प्रहार भयो। भक्तपुरका जनता त्यतिखेर त्यो दिन त्यसरी जागी उठ्नुको एउटा कारण 45 सालको त्यो काण्ड हो। हाम्रा नेता कार्यकर्ताहरूलाई बाहिर ल्याउनुपर्छ, अरू कुरा थाहा छैन हामीलाई। यो पञ्चायत सिद्धियो भने, समाप्त भयो भने हाम्रा पार्टी कार्यकर्ताहरू, नेताहरूलाई, आदरणीय नेताहरूलाई हामी बाहिर ल्याउन सक्छौँ। अन्यथा हामीसँग अर्को उपाय छैन भन्ने त्यतिखेरको निष्कर्ष सर्वसाधारणदेखि लिएर हाम्रा कार्यकर्ताहरूको एउटा एक खालको निचोड थियो। किनभने पञ्चायतले त फाँसी दिने कुरा गर्यो नि त, दिन बेर पनि लाग्दैन थियो। पञ्चायत यति बलियो थियो, दरबार यति हाबी थियो, उसको शक्तिले उसले चाहेको खण्डमा दिन सक्थ्यो। किनभने पञ्चायतले त्यतिखेर ठाउँका ठाउँ मान्छे गायब गर्नलाई हैन, ठाउँका ठाउँ मान्छे मारेर उसलाई बेपत्ता पार्नलाई, लास हैन बेपत्ता पार्न उसको लागि कुनै आइतबार पुग्नुपर्ने अवस्था थिएन। उसले सक्थ्यो, तर नेमकिपा हैन उसको लागि फलामको चुरा साबित भयो। र हाम्रा कार्यकर्ताहरूले त्यतिखेरको आन्दोलनमा पञ्चायत अन्त्य गर्नुपर्छ भन्ने एउटा मनमा त्यो खालको भावना लिनुको कारण अब हाम्रो पार्टीलाई अगाडि बढाउनको निम्ति हो। पञ्चायत ढल्यो, हामी अगाडि छौँ, आयो। अब एकचोटि मनमा राख्नुहोस्, हिजो हामीलाई फाँसी दिए भनेर मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री, सिङ्गो मन्त्रीमण्डल, त्यतिखेरको सिङ्गो मन्त्रीमण्डल सडकमा उत्रेर फाँसीको सजाय माग गरेको थियो। आज तिनीहरू कता छ हैन? हामी त अझै लड्दैछौँ नि त, अझै सङ्घर्ष गर्दैछौँ नि त। यो हाम्रो सफलता हो कि होइन? हामीले आफैले आफैलाई कमजोर हुँदैन। हामी अझै यो एकजना मान्छे, एकजना कार्यकर्ता, सङ्गठन, पार्टीले गर्नुपर्ने भनेको थियो नझुकी बाँच्नु हैन, लडेरै अझै अगाडि बढ्नु। यो विषयमा भने त्यसकारण कस्ता कस्ता आए, कस्ता कस्ता गए, हामी त अझै सङ्घर्ष गर्दैछौँ हैन। राजनीतिक क्षेत्रमा पनि कस्ता कस्ता पार्टीहरू कहाँ कहाँ के गरे, तिनीहरू नेताहरू पनि कस्ता कस्ता कहाँ कहाँ के भने गरे। तर हामी अझै पनि जनताको सेवा नै राजनीति हो, हामी कामदार वर्गको सेवा गर्छौँ भनेर हामी भन्दैछौँ। यो हो नि त, यो राजनीतिको एकदम सुन्दर पक्ष, हाम्रो पार्टीको सुन्दर पक्ष यो हो। र यसरी आज 35-36 वर्ष बितिसक्यो, 45 सालको त्यो षड्यन्त्र हैन। त्यसपछि पनि कयौँ षड्यन्त्र, कयौँ दमनहरू हामीले झेल्यौँ र हामी नझुकी हामी सङ्घर्ष गर्दैछौँ। र यो त्यसरी लड्ने तागत भयो भने मात्र हामीसँग बाँच्ने अधिकार हुन्छ। लड्ने त्यो खालको अठोट भएन भने त्यस्तो मान्छे त दैनिक मरेर बाँच्नुपर्ने हुन्छ। अब त्यो एकदम तल्लो स्तरको दैनिक झुक्नुपर्ने, दैनिक मरेतुल्य हुनुपर्ने गरेर हिँड्ने कि होइन स्वाभिमानीपूर्वक बाँच्ने, हाम्रै त्यो निर्णयको कुरा हो। त्यसकारण अब यो खालको हामीले छलफल किन चलाउँदैछौँ भने अझै पनि हामी माथिको दमन हैन, अपमान अथवा त्यो खालको हेपाई त्यो अन्त्य भएको छैन। हाम्रो अझै पनि यात्रा जारी छ र लामो छ। त्यसमा नथाकिकन है, एउटा अर्को मैले शब्द प्रयोग गर्नै पर्छ, सबैको सामु फकाइको अनुभव। अब यसरी भनिरहँदा हिजो फाँसीको माग गर्दा विचलित नभएका हाम्रा अग्रजहरू हैन, अब हाम्रो पार्टी अध्यक्षज्यू उनीहरूको हिसाबले भन्ने हो भने यहाँ उपस्थित मध्येमा सबैभन्दा जेठो उहाँ नै हुनुहुन्छ। अझै उहाँ
उहाँहरू अझै पनि त्यसरी सङ्घर्ष गर्दै हुनुहुन्छ भने अनि हामी अहिले नै थाकेको जस्तै हैन, ऊर्जा नभएको जस्तै हैन, त्यो आलस्य, त्यो अल्छी, त्यो खालको मनमा आयो भने पनि आफैलाई झापट हाल्नु भाइ म त खतम यस्तो पनि हुन्छ भनेर अझै फुर्तिलो भएर, अझै जागरिलो भएर, अझै सक्रिय भएर म लाग्छु, अन्तिम साससम्म पनि म लाग्छु, हिँड्छु, सेवा गर्छु, सक्रिय बन्छु। त्यो खालको हामीले मनमा लिन सक्यौँ भने त्यस्ता खालका षड्यन्त्र फेरि भयो भने फेरि पनि हामी तुजा पार्न सक्नेछौँ। यति भनेर म आफ्नो भनाइ